र उहाँको पनि धेरै मुभीहरू छ, धेरै मुभीहरू हेरेको छु मैले। यसमा पनि उहाँलाई नजिक भएर देख्ने मौका पाएँ र तपाईँलाई पनि देखाउँदैछु, हेर्दै हुनुहोस् दर्शकबिन। र तपाईँलाई म यता अगाडि बढेर देखाउँदैछु, यहाँ फ्रन्टबाट पनि हेर्नुहोस्। र उहाँ चाहिँ हुनुहुन्छ प्रशान्त रसाइली, हाम्रो यहाँ सिक्किमकै नेपाली फिल्म डाइरेक्टर हुनुहुन्छ। उहाँले पनि धेरै फिल्महरू बनाउनु भएको छ र उहाँ पनि आज यहाँनिर आउनु भएको छ। र फ्रेन्ड्स, यो जार मुभीको पोस्टर यहाँनिर लागिरहेछ। यहाँ प्रिमियर सोको लागि यहाँनिर एकदम मजाले डेकोरेट गरिरहेको छ। र यता हेर्नुहोस्, दर्शकहरू निकै भिड हुँदैछ। हेलो फ्रेन्ड्स, नमस्कार सेवानी, स्वागत छ तपाईँलाई मेरो भ्लगमा। आज यहाँनिर भाद्रमा जार मुभीको प्रिमियर सो लागिरहेको रहेछ र यहाँनिर काठमाडौँबाट स्वागत मल्ला र उहाँको फिल्मको टिमहरू आउने रहेछ। तपाईँलाई म भिडियोहरू देखाउँछु, हेर्दै गर्नुहोला। र तपाईँले देख्नुहुँदैछ यहाँ मेरो पछाडि जार मुभीको पोस्टर पनि लागिरहेको छ। आज यही मुभीको प्रिमियर सो हो। यहाँनिर निकै मान्छेहरू भिडहरू देख्दैछ, निकै आउँदैछ। टिकटको दाम अब कति छ, निकै महँगै छ भन्दै। र फ्रेन्ड्स, यो जार मुभीको पोस्टर यहाँनिर लागिरहेछ। यहाँ प्रिमियर सोको लागि यहाँनिर एकदम मजाले डेकोरेट गरिरहेको छ। र यता हेर्नुहोस्, दर्शकहरू निकै भिड हुँदैछ। यहाँनिर मिडियाहरू पनि आएको छ, सोध्दैछ त्यसको बारेमा। यो चाहिँ पिक्चर हलको बक्स अफिस र यो साइड इन्ट्री पोइन्ट हो पिक्चर हलको। यहाँनिर देख्नुहुन्छ अनुप उहाँ पनि छ यसमा। यो हाम्रो उहाँ पनि खेल्नु भएको छ यसमा। रोडिस नेपालमा पनि सायद उहाँको निकै जजमा खेलेको थियो। यो देख्नुहोस्, र उहाँको पनि धेरै मुभीहरू छ, धेरै मुभीहरू हेरेको छु मैले। र यसमा पनि उहाँलाई नजिक भएर देख्ने मौका पाएँ र तपाईँलाई पनि देखाउँदैछु, हेर्दै हुनुहोस् दर्शकबिन। र तपाईँलाई म यता अगाडि बढेर देखाउँदैछु, यहाँ फ्रन्टबाट पनि हेर्नुहोस्। र उहाँलाई इन्टरभ्यू हुँदैछ सानो। र उहाँ चाहिँ हुनुहुन्छ प्रशान्त रसाइली, हाम्रो यहाँ सिक्किमकै नेपाली फिल्म डाइरेक्टर हुनुहुन्छ। उहाँले पनि धेरै फिल्महरू बनाउनु भएको छ र उहाँ पनि आज यहाँनिर आउनु भएको छ।